ल मालदिदी नारायणघाटमा सानो दाजुले यहाँ पिङ खेल्दै हुन्छ सरर 2082 सालको तिहारमा नारायणघाटमा सर मालदिदीको घर यहाँ मालदाजु यहाँ ठुलदाजु मालदिदी यता म चाहिँ यसरी तिहार मनाइदिएछ 2082 सालको बर पिपलको चौतारीमा त्यति के गरेर घुमेर पिङ खेल्दैछु है गाइजहरू। अब सबैले आफ्नो आफ्नो हिसाबले तिहार मनाउनु होला, दिदी बहिनीसँग भेट गर्नु होला, दाजुभाइ मिलेर तिहार मनाउनु होला। यही छ तिहारको शुभकामना गाइजहरूलाई। ल हाम्रो ठुलदाजुले यहाँ नारायणघाटमा आएर मालदिदीकोमा ठ्याक्क खेल्दै हुनुहुन्छ 2082 सालको तिहार यसरी पिङ खेलेर टिको लगाएर एकदम राम्रो तिहार मनाइ हुँदैछ। रमाइलो तिहार दाजुले यहाँ मचाउँदै हुनुहुन्छ रमाइलो तिहार है रमाइलो तिहार। म बोलिदिन्छु ल। 2082 सालमा बिरामी हुँदा हुँदै पनि यहाँ दिदीकोमा आइएको छ नारायणघाट। काइलो अपरेसन गरेर घरैमा छ। हामी 4 भाइ लगभग भेला भएर दिदीको हातले लागेको टिका यो पहिलो ताल होला जस्तो लाग्छ जिन्दगीको। आगामी दिनमा नि यसरी नै ग्रहण गरेर पाइयोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। ल के भन्नु हाम्रो मालदिदीलाई कस्तो लागिरहेछ यसपालिको तिहार? यसपालिको तिहार धेरै धेरै रमाइलो। 4 भाइ मसित 5 भाइ भएर टिको लाग्यो। यति खुसी जिन्दगीमा यहाँभन्दा खुसी अहिले भएन, त्यति खुसी छु म अहिले। 2082 सालको तिहारको सबैमा शुभकामना। राम्रो तरिकाले तिहार मनाउनु पाइयो।